समय भएको छैन, अहिले समय भएको छैन भन्नुहोस्। यसमा समय हुन्छ चाहिँ कहिले र भएको थियो चाहिँ कहिले? त्यो समयमा ढुङ्गा पनि बन्द हेर्दै जाउँ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो। बग्ने होइन गति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ। ल हेर्नुहोस् यो भिडियो। कोही लोकतन्त्र कोही गणतन्त्र भन्दै आफआफ्नो राज्य चलाउन आफआफू निष्कासन भएका छन्। रोडमा बाटोमा यस्तो हिसाबले आन्दोलन गरिरहेका छन्। के अब यस्तो हिसाबले देश बन्ला त? आउनुहोस् यस विषयमा छलफल गरौँ। ल भिडियोलाई अन्तिमसम्म हेरेर छ। बिहान पनि चुरोट, बेलुका पनि चुरोट, बाटो हिँड्दा चुरोट, चुरोटै चुरोट। देश बनाउन लागेको हो कि बिगार्न लागेको हो? यो कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन। दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। दुर्गेश थापा कलाकार हो, नेता होइन नि राजा। जुत्ता पनि हो होइन यो होइन क्या उ त्यो तपाईहरु मिलेर पैसा खाइराखे कांग्रेस भयो। तपाईहरु मिलेर पैसा खाइराखे कांग्रेस भयो। उ देश क्रियापति भवन खत्तम। बंगलादेश त के थियो र बंगलादेशले खाने पाएको छैन। हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईहरु खान पाएको हो कि हैन? भोकला छ कि छैन? हामीले खायौं। के खानु हो तपाईहरुले? हामीले खाजा खायौं। ए फलफुल आको हामीले फलफुल ल्याएर गइदियो केटा। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। तपाईले बुझ्नु भएको छ के भइरहेछ? एकदमै राजा ल्याउने प्रक्रिया भइरहेछ हैन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट सिधै घर नभई घर नगई स्कुल छोडेर आएछु म चाहिँ। एकदम छोरा एकदिन आम जनताको छोरा छोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो। एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। त्यो पनि टेस्टिङ चाहिँ हाल्नु होला। हामी हेरेको हेरे, हामी हेरेको हेरे, हामी हेरेको हेरे। एउटा मात्र पोइन्ट भन्दिनु। यहाँको नाम? मेरो कमल गुरुङ। कहाँदेखि आउनु भएको? हो धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु? आन्दोलनको लागि आओ। म एउटा मात्र कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। मेरो टिका लाउनु पर्ने थियो। टिका लाउनु पर्ने थियो तालपरे। मेरो केटी हेर्न पर्ने दिन थियो आज। केटी हेर्न पर्ने समय 2 बजी थियो, अहिले 3 बजी होला। मेरो गयो मेसेन्जरमै हेर्नु न। जे गर्छ नेपालीले गर्छ र नेपालमा गर्छ। बुझ्याछु नि, किन नबुझ्नु भाइ? अब यो देशमा राजा चाहियो हजुर। यो देशमा चाहिँ नि धेरै किन चाहियो? म त राजाकै पालामा जन्मेको। राजाले कति राम्रो गरेको थियो होइन। पुलिसमा जागिर खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो, जागिर नै गयो। अर्को एउटा कुरा सुन्नुहोस् फेरि। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के दादा भाइ होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ त? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले? अब आफ्नो सामानको सुरक्षा आफै गरौँ, आफ्नो सामानको सुरक्षा आफै गरौँ दाजु। आन्दोलनमा जानु थियो थाहा छ, जानुभन्दा अगाडि आफ्नो सामानको सुरक्षा गरेर मात्र हिँड्नु पर्थ्यो। घटना घटिसकेपछि त त्यो कुरालाई लिएर अगाडि बढ्न सकिँदैन नि। खत्तम। बाई बाई, टाटा। माया कसम भाग्दैन, भगवान कसम भाग्दिन। गाडी लिएर भाग्ने चाहिँ को रहेछ फेरि? त्यो म भाग्दिनँ भन्ने मान्छे। असली ग्यासको बिचमा फस्यो यार। म बाँचिँदैन जस्तो छ आज त। पर्यावरण लडाइँ पनि गर्नु सक्छु भनेर पाइट लगाएको त्यसैले होइन। आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको।
हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त नगरौँ है साथी तपाईहरुकै श्रीमती तपाईहरुकै छोराछोरी नाति नातिना जोगाउन लागेछ है दुर्गा प्रसाद राजा आइसकेपछि हामी ठाउँमा पुग्यौं भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरुको महिनाको 1 लाख तलब हुन्छ यिनीहरुले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरुलाई तलबमा बाँड्ने हो यिनीहरुको व्यक्ति विकास गर्ने हो हैन होला के हो कति गनाइराछ लोकतन्त्र भनेको लुटतन्त्र मचाइराछ अब पहिला राजाको पालामा श्री पशुपति नारायणले नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकामा ऋण पुग्यो भन्छ खत्तम तेरो सर माटो खानी ग धर्मगुरुको हालत धर्म मात्र गरेर भएन नि ढुङ्गा नि हान्नु पर्यो नि ढुङ्गा एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ ठुला जुलुस निस्किँदैछन् बाहिर ननिस्किनु त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो वास्तवमा त्यस्तो केही पनि होइन 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ कर्फ्यू आदेश पालना गराउन 3 कुनै क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ अहिले पनि जडीबुटी सिनामंगल एरियामा आगलागीको खबर छ खत्तम अन्तिममा केही भन्दिन त तपाईबाट एन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस् जनताले तपाईलाई जवाफ दिन्छन् हुइज के हुइज एमाले मुस्लिम मुर्दाबाद आयो रे मा यो नि त पारा भनेको आइज भाइ आइज सिंगल भिड्ने आइज तुमसे ना हो पाएगा अन्तिममा अब मार्ने कानुन देशमा छैन यी नेता बुढाहरू पनि नाताले तपाईको प्रचण्ड ओली देउबा सबै नाता केलायो भने तपाई हाम्रो आफ्नै मान्छे पर्दा रहेछन् यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौं नेपाली जनतालाई शनिबार 5 रुपैयाँ टिकट राखिदिउँ विदेशीहरू आए भने अमेरिकन इन्डियनहरू आए भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौं 5 रुपैयाँ नेपालीलाई राखौं र राज्यमा आमदानी बनाऊ अनि त्यो उठेको पैसाले देशको सीमानामा 50 फुटको वाल लगाऊ सबै देशमा पासपोर्ट सिस्टम लागू गर्दियौं गजब बेइज्जती है आजको भिडियो यति नै रहेको छ भिडियो कस्तो लाग्यो कृपया राम्रो लाग्यो लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला र साथै अर्को भिडियोसम्मको लागि प्रतीक्षा गरेर बस्नु होला हस्त धन्यवाद थ्यांक यू